मैले प्रधानमन्त्री पनि मागेको थिएन, मैले पार्टी अध्यक्षता पनि मागेको थिएन, हाम्रो साथीहरूले कुनै ठुलो पद पनि मागेको छ। सिर्फ साधारण सदस्य भएर पनि म बस्छु भन्दाखेरि आजकै दिन उहाँहरूले यो जुन सहमति ब्रेक गर्नुभयो। कुलमान घिसिङजी रासोपाबाट बाहिरिसकेपछि जुन अन्तर्वार्ता छ, यो अन्तर्वार्तामा उहाँले भन्नुभयो म चाहिँ रासोपाबाट निस्किएको होइन, मलाई निकालिएको हो, यो कुरा भनिरहेछ। र उहाँले भन्यो यो 10-12 दिन चाहिँ एकदम कष्टकारी रह्यो, म आफूमा पनि एकदम साधारण सदस्य भएर पनि बसिरहेको थिएँ, तर आजको बैठकमा जुन हाम्रो केन्द्रीय साथीहरूलाई पनि अलिक एडजस्ट गर्नु होइन, यो कुराको चाहिँ कुरा चल्दै थियो। तर यो कुरामा चाहिँ उहाँहरूले अचानक आएर हाम्रो यो सहमति भङ्ग भयो कुरा जानकारी गरायो अनि यो कुराहरू मिडियामा आयो र उहाँले भन्नुभयो कि यो 10-12 दिन एकदम कष्टपूर्वक गयो होइन। कुलमान घिसिङजी यो पनि भन्यो कि मलाई प्रधानमन्त्रीको पद पनि चाहिएको थिएन, न मलाई पार्टीको अध्यक्ष बनाऊ यो पनि मलाई चाहिएको थिएन, म एउटा जस्ट सिम्पल साधारण सदस्य भएर बसेको थिएँ। भन्नुभयो कि अब उहाँहरू लरोस्, राम्रो गरोस्, शुभकामना, र उज्यालो पार्टी आफ्नो बाटो आफै खोज्नेछ, उहाँले यो भन्नुभयो। अब तपाईहरूलाई बताइदिउँ साथीहरू, अब कुनै पनि रिलेसन, कुनै पनि सम्बन्ध होइन जबरजस्ती भएर हुँदैन। अब यो कुलमान घिसिङ र रविजीको चाहिँ सम्बन्ध अलिक बाई फोर्सै तरिकाले गएको थियो होइन, मिलेको थियो र फाइनली आज चाहिँ छुट्यो उहाँहरू। अब चाहिँ रासोपा अध्यक्षबाट के कुरा आइरहेछ यो अब भोलि थाहा होला या के बेरमा थाहा होला, आई डोन्ट नो। तर यो चिजको रिगार्डिङ तपाईँ के भन्न चाहनुहुन्छ प्लिज कमेन्ट गरिदिनु होला। भिडियो राम्रो लागेछ भने सेयर गरिदिनु होला, फलो गरेर। थ्याङ्क यू।